के छ सन्चै हुनुहुन्छ? रियल हो कि फेक हो जस्तो लागिरहेको थियो तर रियल हुँदो रहेछ। हजुर हजुर, खानपिन भयो त अनि रेडी भएर बस्नु पर्छ सुत्नको लागि। जोइन माई लाइभ टाइम 9 AM मर्निङ 9 PM एट नाइट हो। म पनि जोइन हुन्छु भोलिदेखि है। हुन्छ हस्, एउटा खेल्नुहुन्छ ओके। हजुर। यो बुढाथोकी समाजबाट पनि मिस नेपाल यो मिस यो के हो यो चाहिँ भाइ? मिस बुढाथोकी सस्ती बुढाथोकी हजुरको नाम? हजुर। ए ठिक छ ठिक छ। ओहो ल एकदम खुसी लाग्यो भेटेर। खुसी लाग्यो मलाई त। मलाई पनि एकदमै। अनि खानपिन सबै भइसक्यो? मलाई कस्तो रियल पनि लाग्यो। रियल तर आइडी चाहिँ अर्को हो यो आइडी। ला म तपाईँ आएर हेर्नु न मेरो लाइभमा भ्यू 400 भइरहेछ। ठिक छ केही भएन नि त, त्यो हुन्छ यो त्यो कुरै भएन नि त, तर एकअर्काको त कुरा गर्नु पर्यो नि त। कहाँबाट हो हजुर चाहिँ? थ्याङ्क यू सो मच मलाई गर्नुभएकोमा। म झापादेखि, हजुर कतादेखि? ए म पनि यतैतिर छु त। कता? उर्लाको यो लेटाङतिर, कानीपौरीबाट माथि। त्यता त होइन तपाईँको घर त नेपालगञ्ज हो। घर नभएन अहिले चाहिँ म लेटाङ छु न। होइन घरमै हुनुहुन्छ। अरे लेटाङ पृथ्वी चोकमा छु भने कस्तो पत्ता हुँदैन ग्याङ, के हो पारा? गाइस मलाई त कस्तो नर्भस पो भइरहेछ म त। ठिक छ त्यस्तो के बिर्तामोड हजुर चाहिँ? हजुर। ए ठिक छ ल। कहिले हुनुहुन्छ? हजुरको बर्थडे कहिले पो थियो? हिजो कि अस्ति? मेरो अस्ति थियो हेन, अस्ति थियो। ह्यापी बर्थडे, तर लेट भयो। थ्याङ्क यू एकदम है, धन्यवाद छ। बर्थडे विसेस पठाउनु भयो। चाँडै अब चक्लेट दिन आउनु पर्यो बिर्तामोडतिर, बिर्तामोड सबैजनाहरूलाई। मैले चाहिँ दिनु पर्ने होला। थ्याङ्क यू सो मच फर वार्म विसेस। ह्यापी बर्थडे हुने थ्याङ्क यू सो मच ग्याङ। थ्याङ्क यू है सबैजनालाई, धेरै धेरै माया छ। गाइस म त के बोल्नु भयो ला हेर्नु न। ठिक छ केही पनि नबोल्नु कि म बोलिरहेको छु। यो भोलि चाहिँ म 9 बजी बिहान लाइभमा आउँछु हजुरको। 9 बजी नै आउँछु नि ठ्याक्कै बिहानतिर। 9 बजी नै आउँछु। बिहान 9 बजी आउँछु म। अनि बेलुका चाहिँ अब अघिदेखि लाइभ बस्नु भएको छ ल, अब राख्ने टाइम भएको थियो क्या हो। मान्छे खोजिरहेको थिएँ, कोही भेटेको थिइनँ कि। ए अनि तपाईँले ठ्याक्क मलाई गर्नु। दमदारै मान्छे भेट्नुभयो त लास्टमा त। ठुलै मान्छे भेट्यो त नसोचेको, यो त सोचेको पनि थिइनँ मैले। ठिक छ केही भएन। एकदम बिग फ्यान भनौँ न। एकदम खुसी लाग्यो मलाई पनि हजुरसँग भेटेर। मलाई त धेरै नै खुसी लागिरहेछ। नर्भस नै भइरहेको छु, मलाई थाहा छ कस्तो गर्मी पो भइरहेछ अहिले त। झापा गर्नै छ। म काठमाडौँमा छु नि त। ए हो र, ठ्याक्कै म त झापै सोचिरहेको नि। ए काठमाडौँमा हो? हजुर। ठिक छ अब म पनि काठमाडौँ आइराख्ने काम चाहिँ पर्छ है। अनि त्यही हो, काठमाडौँ पनि आइरहेको हुन्छु म। अनि राम्रोसँग बस्नुहोस् काठमाडौँतिरै। म चाहिँ अहिले पूर्वै आएको छु, पूर्व लेटाङतिर छु। अनि लेटाङ सबैजनाले भेटेँ आज, एकदम खुसी लाग्यो। स्पेसल्ली यता लेटाङमा एकजना निजल बहादुर विष्ट भन्ने यहाँको वडा अध्यक्ष हुनुहुँदो रहेछ। वडा अध्यक्षसँग पनि कुराकानी भयो। अनि हेमन्त गुरुङजीसँग पनि भयो। सबैले माया छ है। हेमन्तजी गुरुङ चाहिँ यताको भनौँ न। अब नेक्स्ट मुभी कुन खेल्नुहुन्छ नि? नेक्स्ट मुभी अहिले सोचेकै छैन। मुभी अझै भनौँ न, धेरै टाइम लाग्दो रहेछ मुभी बन्नको लागि। अनि धेरै टाइम दिनुपर्ने धनाबै भयो गर्नु कि। तर अहिले चाहिँ अलि त्यस्तै अब बिस्तारै कुनै राम्रो आएपछि, राम्रो स्टोरी आएपछि वाइ नट। राम्रो कहानी भएपछि, राम्रो कथा भइसकेपछि, मन सुने खालको स्टोरी भएपछि वाइ नट होइन। अडियन्सहरू चाहिँ यत्रो माया गर्ने हुन्छ अफकोर्स यार। मैले हजुरलाई फलो गरेको छु ल। ल हुन्छ मिस बुढाथोकीजी, एकदम ल। मैले फलो ब्याक टक्राएँ, हजुरलाई फलो ब्याक गरेँ है। खुसी लाग्यो मलाई पनि भेटेर हजुरसँग। राष्ट्रिय नाम हुनुहुँदो रहेछ, बोलचाल मिठो। ल के गर्नु त अब, टाइम सकिन लाग्यो मलाई त छुट्टी नै होला। ठिक छ फेरि अब दिनहरू पनि जोइन है। एकदमै खुसी लाग्यो साँच्ची किन। कोसँग बस्नुहुन्छ? म दिदी भाइ। ल दिदी भाइलाई पनि एकदम धेरै माया छ भनिदिनु कुलवेको साइडबाट। प्लस यहाँ जति पनि जना हेर्दै भयो, कतिजना 5K वाचिङ जना हुनुहुन्छ, सबैले सम्झिराख्नु भएको छ हजुरलाई। हुन्छ म यो टिकटकमा हाल्छु अब।
ओके 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 हुन्छ ल राम्रोसँग बस्नुहोस् लाग्यो म चाहिँ हस्, एकदम खुसी लाग्यो मलाई। मलाई पनि तात तात ल